तपाईँ गण्डकी प्रदेश लोकसे आएको पाठ्यक्रम कसरी डाउनलोड गरेर पढ्ने भनेर सोचिरहनु भएको छ कि कसले पठाइदेला र पढौला भनेर पर्खेर बस्नु भएको छ। यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्। आजको भिडियोमा म तपाईँहरूलाई गण्डकी प्रदेश लोकसे आएको जुनसुकै पदको, जुनसुकै तहको अथवा जुनसुकै सेवाहरूको पाठ्यक्रम पनि एकदम सजिलैसँग छानी छानी डाउनलोड गर्ने तरिका सिकाउने छु। त्यो पनि एकदम नयाँ लेटेस्ट पाठ्यक्रम। अब यति भएपछि तपाईँले चिन्ता गर्नुपर्ने विषय हटिसकियो। तर त्यसको लागि तपाईँले भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेर्नुहोला। अब हामी बाँकी कुरा भिडियो नै प्रवेश गरेर सिकौँ है त। यदि तपाईँहरू चाहिँ यस सनमै युट्युब च्यानलमा नयाँ हुनुहुन्छ र अहिलेसम्म पनि सब्स्क्राइब गर्नुभएको छैन भने आउने दिनहरूमा यस्तै जानकारीमूलक भिडियोहरू प्राप्त गर्न सबैजनाले यस च्यानललाई सब्स्क्राइब गर्नुहोस् अनि सब्स्क्राइब गरेपछि छेउमा रहेको बेल आइकनमा प्रेस गरेर अलमा दबाउनुहोस्, जसले गर्दा हरेक अपडेटहरू सहजै प्राप्त गर्न सक्नुहुनेछ। साथै सबैजनाले भिडियोलाई पनि एक लाइक गरिदिनुहोस्। ओके, तपाईहरुले गण्डकी प्रदेश लोकसे आएको पाठ्यक्रम डाउनलोड गर्न सबैभन्दा सुरुमा आफ्नो मोबाइलमा कुनै पनि एउटा ब्राउजर खोल्नुहोस्। यसरी ब्राउजर खोलिसकेपछि त्यसको माथि सर्च गर्ने ठाउँ हुन्छ। त्यो सर्च गर्ने ठाउँमा जानुहोस् र PSC GANDAKI गण्डकी भनेर यसरी लेख्नुहोस्। यति लेखेर सर्च गरिसकेपछि तपाईकोमा यहाँनेर हेर्नुहोस् माथि नै यस्तो खालको आइकन आउँछ जहाँ चाहिँ ppsc.gandaki.gov.np छ। हो, यस्तो लेखेको ठाउँमा अब तपाईले एकचोटी टच गर्नुहोस्। यहाँ टच गरिसकेपछि तपाईकोमा अब यस्तो खालको आइकन आउँछ। तपाईले यहाँनेर देख्न सक्नुहुनेछ यतापट्टिको साइडमा यहाँनेर तीनवटा धर्का छ, तीनवटा लाइन। अब यहाँ क्लिक गर्नुहोस्। यहाँ क्लिक गरिसकेपछि तपाईले यहाँनेर देख्न सक्नुहुनेछ पदपूर्ति भनिएको छ। यो पदपूर्ति भनेको ठाउँमा क्लिक गर्नुहोस्। पदपूर्तिमा क्लिक गरिसकेपछि यहाँ थोरै तल देख्न सक्नुहुनेछ पाठ्यक्रम प्रदेश र स्थानीय भनेको छ, यसमा टच गर्नुहोस्। यति गरिसकेपछि यहाँनेर देख्न सक्नुहुनेछ पाठ्यक्रम भनेको छ र यहाँनेर माथि चाहिँ सेवा त्यसैगरी श्रेणी अथवा तह भनिएको छ। अब सेवा भनेकोदेखि तलतिर देख्न सक्नुहुनेछ यहाँनेर सबै भनिएको छ। यो सबै भनेको ठाउँमा तपाईले केही नगर्नुहोस्। हुन त तपाईले यो सबै भनेको ठाउँमा टच गर्नु हो भने यहाँनेर पनि कुन सेवाको डाउनलोड गर्ने भनेर देखाउँछ, तर यहाँ क्लिक गर्दाखेरि चाहिँ लेटेस्ट पाठ्यक्रमहरू अहिले नदेखाउने समस्या छ। त्यसकारणले गर्दाखेरि यहाँनेर सबैमा ठिक लगाइदिनुस्। त्यसपछि यहाँदेखि तलतिर रहेको छ श्रेणी अथवा तह भनिएको छ। यो श्रेणी अथवा तह भनेकोदेखि तलतिर पनि सबै छ, यसमा चाहिँ तपाईले टच गर्नुस्। यहाँ टच गरिसकेपछि तपाईले अब कुन तहको डाउनलोड गर्न चाहनु भएको छ त्यसमा क्लिक गर्नुस्। जस्तै तपाई पाँचौं तहको भने पाँचौंमा थिच्नु पर्यो, चौथोको हो भने चौथोमा थिच्नु पर्यो। मानौ अहिले म तपाईलाई चौथो तहको डाउनलोड गर्न सिकाइरहेको छु। तपाईको प्राविधिक अप्राविधिक जुन भए पनि तरिका यही हो है साथीहरु। जुन तहको त्यसमा टच गर्नु पर्यो। यसरी चौथोमा क्लिक गरिसकेपछि यहाँदेखि तलतिर देख्न सक्नुहुनेछ खोज्नुहोस् भनिएको छ, यसमा अब टच गर्नुहोस्। यहाँ टच गरिसकेपछि तपाईकोमा अब यस्तो खालको आइकन आउने गर्दछ। यसलाई थोरै तल सार्नुहोस्। अब यहाँनेर तपाईले देख्न सक्नुहुनेछ यहाँ विभिन्न पदहरूको पाठ्यक्रम रहेको छ। जस्तै यहाँनेर देख्न सक्नुहुनेछ लेखा समूहको छ, त्यसैगरी विविध समूहको छ, त्यसैगरी पहेना समूहको छ। अब तपाईले थोरै यसलाई चाहिँ हातले लेफ्ट साइडपट्टि सार्नु हो भने त्यहाँनेर पद पनि रहेको छ। यहाँ माथि देख्न सक्नुहुनेछ सेवा समूह मिति त्यसैगरी पद भनिएको छ। यो पदमा सरसर्ती हेर्दाखेरि भयो तपाईले कुन पदको डाउनलोड गर्न चाहनु भएको। जस्तै यहाँनेर अनमिको हो भने यहाँनेर छ, त्यसैगरी अयव छ, त्यसैगरी अन्य नाप्रासा छ। जुनको डाउनलोड गर्न चाहनु भएको त्यो रहेको छ। र तपाईले याद गर्नुपर्ने कुरा यहाँनेर देख्न सक्नुहुनेछ यहाँनेर खुल्ला आप्र भनेर पनि यहाँनेर छुट्याइएको छ। जस्तै यहाँ खुल्ला छ, त्यसैगरी यहाँनेर खुल्ला आप्र भनिएको छ अथवा समावेशी जुन कोटा भए पनि पाठ्यक्रम चाहिँ एउटै भएको कारणले गर्दाखेरि तपाईले यतापट्टिको यसमा खासै ध्यान दिनु पर्दैन। तपाईले मात्र यो कुन पद हो तपाईले आफ्नो पद मात्र हेर्नुहोस्। यसरी अब आफ्नो पदको यो पाठ्यक्रमको जुन यो पीडीएफ को आइकन छ यसमा एकचोटी टच गर्नु पर्यो। यसमा टच गरिसकेपछि तपाईकोमा यसरी पीडीएफ खुल्छ। अब यसरी खुलेको पीडीएफ लाई चाहिँ तपाईले डाउनलोड गर्न सक्नुहुनेछ। जसको लागि चाहिँ आफ्नो मोबाइल फोन अनुसार विभिन्न आइकनहरू हुन्छ। तपाईले यसलाई स्क्रिनशट पनि गर्न सक्नुहुनेछ यदि तपाईलाई चाहिँ डाउनलोड गर्न आएन भने। अथवा डाउनलोड गर्नको लागि चाहिँ के गर्नु पर्यो भने यहाँनेर तपाईकोमा यदि मेरै जस्तो यो पेनको आइकन छ भने यहाँ एकचोटी टच गर्नुहोस्। यहाँ टच गरिसकेपछि तपाईकोमा एडोब भन्ने एपमा खुल्छ। यदि तपाईले अगाडि डाउनलोड गर्नु भएको छैन भने नहुन सक्छ। त्यसको लागि चाहिँ तपाईले गुगल प्ले स्टोरबाट एडोब भन्ने एप चाहिँ डाउनलोड गर्नुपर्ने हुन्छ। यहाँ देख्न सक्नुहुनेछ म तपाईलाई त्यो एप्स पनि देखाइदिने छु। एडोब एक्रोब्याट भनेको चाहिँ यस्तो खालको एप रहेको छ। अब यो एप्स डाउनलोड गरिसकेपछि तपाईले उक्त पीडीएफ यहाँनेर खुल्छ र यो पीडीएफ खुलिसकेपछि यहाँनेरबाट यसलाई सेभ गर्नको लागि चाहिँ के गर्ने भने यहाँनेर माथि देख्न सक्नुहुनेछ तीनवटा धर्का रहेको छ। यहाँ यो तीनवटा धर्कामा टच गर्ने। यहाँ टच गरिसकेपछि तपाईकोमा यहाँनेर देख्न सक्नुहुनेछ सेभ अ कपी भनेको छ, यसमा क्लिक गर्ने। त्यसपछि अन दिस डिभाइस भनेको छ, यो फर्स्टमै रहेको छ अन दिस डिभाइस, यसमा टच गर्ने। यहाँ टच गरिसकेपछि तपाईकोमा अब के नाम राख्ने भनेर आउँछ। अब तपाईले AHW गण्डकी हैन तपाईले जेको डाउनलोड गर्नु भएको छ त्यो लेख्ने। त्यसपछि डनमा क्लिक गर्दिने। यति गरिसकेपछि तपाईको उता आफ्नो मोबाइल फोनमा पनि सेभ भइसकेको छ।
ओके साथीहरू, यसरी तपाईँहरूले एकदम सजिलैसँग चाहिँ आफ्नो मोबाइलमा परदेश लोकसे आयोग गण्डकी परदेशको पाठ्यक्रम डाउनलोड गर्न सक्नुहुनेछ र सजिलैसँग हेर्न सक्नुहुनेछ। तपाईँलाई अन्य पनि कुनै पनि कुरा सिक्नु परेको छ भने तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ अथवा यस युट्युब च्यानलको प्लेलिस्टमा लोकसिया भन्ने अप्सन छ, त्यहाँ क्लिक गरेर चाहिँ तपाईँले लोकसिया सम्बन्धीका सम्पूर्ण भिडियोहरू अथवा त्यहाँबाट लोकसिया सम्बन्धीका टेक्निकल ज्ञानहरू अथवा जानकारीहरू प्राप्त गर्न सक्नुहुनेछ। आजको लागि तपाईँहरूको निम्ति तयार पारिएको भिडियो यति नै रहेको छ। सबैजनाले भिडियोलाई एक लाइक गरिदिनुहोस् अनि तपाईँहरू सनमेट युट्युब च्यानलमा नयाँ हुनुहुन्छ र अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने आउने दिनहरूमा यस्तै जानकारीमूलक भिडियोहरू प्राप्त गर्न सबैजनाले च्यानल पनि सब्स्क्राइब गर्नुहोस् अनि सब्स्क्राइब गरेपछि छेउमा रहेको बेल आइकनमा प्रेस गरेर अलमा दबाउनुहोस्, जसले गर्दा हरेक अपडेटहरू सहजैसँग प्राप्त गर्न सक्नुहुनेछ।